आतिँदैछौ तिमीसँग साट्न प्रेमको चिनो हृदयको ढुकढुकी त्यसै त्यसै बढ्दैछ रोकौँ म कसरी मन आतिँदैछौ तिमीसँग साट्न प्रेमको चिनो हृदयको ढुकढुकी त्यसै त्यसै बढ्दैछ रोकौँ म कसरी हजार दिनको पर्खाइ तिमीसँग जिउनलाई जीवनभरको लागि तिमी मेरो सङ्गी तिमी मेरो सङ्गी जिन्दगी मेरो तिमीसँगै जिउनेछु जीवनभरि नै सुख दुःख दुवै समय हुनेछु म तिम्रो लागि तिमी मेरो सङ्गी सहायता गर्नुहोस् आफ्नो महिमा लिनुहोस् पवित्र आत्माको शक्ति दिनुहोस् परमेश्वर पिता तपाईँको नाम उच्च पार्नेछौँ अनि प्रभु हाम्रो जतिजना प्रभु अझ भेला भेला फेरि तपाईँको प्रशंसा गर्नेछौँ अनि जतिजनाको प्रभु तपाईँले सहायता गर्नुहोस् पवित्र आत्माको अगुवाही गर्नुहोस् ओ रिबाबा सिरा रबा खन्दरिया सिकुला रबा सबोरिया रबा सिंहला रबा खोरी धन्यवाद प्रभु तपाईँले सहायता गर्नुहोस् र प्रभु सुरुदेखि अन्तसम्म परमेश्वर अझको खुसी छु म तिमीलाई पाउँदा ईश्वरले दिएको उपहार बाचा मेरो दिएलौ तिमीलाई जीवनभरि हुनेछु तिम्रो साथ तिमी मेरो सङ्गी तिमीसँग साट्न प्रेमको चिनो हृदय रगनी साला मण्डली हाम्रो सदस्य हाम्रो विमल श्रेष्ठज्यू हाम्रो दुला भाइ आउनु भएको छ र उहाँलाई आफ्नो आसन ग्रहण गर्न दिनुको लागि म अनुरोध गर्दछु उहाँले गर्दा ताली बजाएर स्वागत गर्ने अनि उहाँको यो फन्टे पनि सँगसँगै आउने
यो family. यो से ताली बजाऊ. हुन्छ त्यसै गरी आजको लागि जीसीका सुनरलाई पनि म आफ्नो आशीर्वाद गरिदिन म अनुरोध गर्दछु. उहाँ आफ्नो मनबाट ताली बजाऊ.
प्रभुको वचनको सेवकाइमा हामी जाँदैछौँ। विवाह चाहिँ अघि नै हामीले सुनिसक्यौँ, परमेश्वरको वचन घोषणा गरिसकेको कुराहरू हामीले सुनिसकेको छौँ। र विवाह भन्ने कुरो चाहिँ सृष्टिमा नै परमेश्वरले होइन नर र नारी गरेर नै सृष्टि गरेको कारणले आज पृथ्वीवासीहरूले यानि कि विश्वमा सबैमा जातिका मानिसहरूले यो पृथ्वीमा ब्रह्मजेलसम्म विवाह प्रक्रिया गरिराखेको हामी देख्छौँ। र विवाह यो धेरैचोटि गरिने यो विवाह होइन। विवाह चाहिँ मात्रै एकपल्ट हुन्छ होइन। हाम्रो नेपालको कानुनमा पनि लेखिएको छ, अनि कानुनले पनि हामीलाई प्राथमिकता दिँदैन। यानि कि आफ्नो वैवाहिक सम्बन्ध गाँसिएको जो श्रीमान श्रीमती छ, दोस्रो विवाह गर्नको लागि पहिलो दिएको जेठीले सहमति नदिएसम्म दोस्रो विवाह अर्को कान्छी ल्याउन दिँदैन, किन त्यहाँ कानुन लाग्छ, कानुनले हामीलाई बाँध्छ। त्यस कारणले हाम्रो आजको यस दिनमा आजका दुलहा अनि हाम्रो देशीका बहिनी दुलही उहाँले जीवनमा एकपल्ट मात्रै विवाह गर्दै हुनुहुन्छ। अब केही छिन समयपछि उहाँहरू श्रीमान श्रीमती भएर उहाँले आफ्नो भनौँ न घर निर्माण गर्नुहुन्छ। परमेश्वरले नै स्थापित गर्नुभएको यो विवाह हो। उहाँले नै भनौँ न एउटा सृष्टिको आरम्भदेखि नै परमेश्वरले मानिसलाई नर अनि नारीको आवश्यकता परेको कारणले उहाँले स्त्रीलाई सृष्टि गर्नुभयो, पुरुषलाई पनि सृष्टि गर्नुभयो होइन। स्त्री र पुरुष त नर र नारी भनिएको छ मर्कुसको पुस्तकमा, तर सृष्टिमा चाहिँ अगाडि त अघि नै हामीले वचनमा सुन्यौँ होइन। पहिलो चाहिँ आदमलाई सृष्टि गरियो, त्यसपछि मात्रै हब्बालाई सृष्टि गरेको कुरा हामी पाउँछौँ। तर जो परमेश्वरले सृष्टि गर्नुभएको सबै कुराहरू छन्, उहाँले सबै थोक स्त्री पुरुष भाले पोथी भनौँ न, पृथ्वीमा जे कुराहरू उत्पन्न हुन्छन् ती सबै स्त्रीलिङ्ग र पुलिङ्ग भएको हरेक चिजलाई परमेश्वरले नै सृष्टि गरेर त्यो बढ्ने हुर्कने त्यो प्रक्रिया पृथ्वीमा दिनुभएको छ। त्यस्तै हामी बस्ने पृथ्वीमा जे कुराको उत्पन्न हुन्छ त्यस्तै प्रकारले आज विश्वमा नै हर प्रकारले हरेक प्रकारको विवाहबाट मानिसको वृत्ति यहाँ भइराखेको देख्छौँ। तर यो विवाह त्यस्तो विवाह होइन। हिब्रूको पुस्तक 13:4 भन्छ, सबैको बिचमा विवाह चाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटोलियोस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ चाहिँ परमेश्वरले गर्नुहुन्छ। आमेन। विवाह एउटा नानीहरूले खेलेको भाँडाकुटी खेले जस्तो होइन। अघि नै मैले भने विवाह मात्रै एकचोटि हुन्छ, तर धेरैचोटि विवाह गरियो भने यही वचनले तपाईँ मलाई बाँध्छ। किनकि सबैको अगाडि चाहिँ विवाह आदरणीय हुनुपर्छ, आफू खुसीमा होइन होइन, परमेश्वरको उपस्थितिमा त्यो भएको परमेश्वर चाहनुहुन्छ। त्यस कारणले हिब्रूको 13:4 हामीलाई प्रष्ट भनिएको छ होइन, विवाह चाहिँ सबैको बिचमा आदरणीय हुनुपर्छ है। त्यो विवाह चाहिँ कहिले पनि बिटल्नु हुँदैन। आज केही समयपछि हाम्रो भाइ र बहिनी श्रीमान श्रीमती वैवाहिक सम्बन्ध गाँसिनुहुन्छ है। अब यो विवाह कहिले पनि बिटिरहनु हुँदैन। परमेश्वरले बाँध्नु भएको जोडीलाई उपदेशको पुस्तकमा भनेको छ, 3 सुताले बाटेको जोडी त्यो कहिले पनि छिन्दैन।
है। त्यस कारणले भाइ र बहिनीको यो सुन्दर जोडी है मृत्युले बाहेक कुनै कुराले छुटाउन नपाओस्, मानिसले पनि नछुटाओस्। मत्ती 19:6 भन्छ यसकारण जसलाई परमेश्वरले जोडी बाँध्नुभयो त्यसलाई कसैले पनि नछुटाओस्। त्यसले गर्दाखेरि भाइ र बहिनीले भनौँ न हिजोसम्म त अलग अलग रङमा थियो है, एक आपसमा फोनबाट मात्रै आइएको थियो होला, तर आजबाट उहाँहरू मृत्युले नछुट्टाएसम्म सँगै बस्ने प्रतिज्ञा अहिले केही समयपछि उहाँले गर्नुहुन्छ। र यो परमेश्वरले बाँधिदिनु भएको जोडी आज मृत्युले बाहेक कसैले पनि नछुटाओस्। हाम्रो बाइबल धर्मशास्त्रले पनि त्यही कुरा जोड दिएको कारणले आज हाम्रो नव दम्पति वैवाहिक सम्बन्ध गाँच्दै हुनुहुन्छ, उहाँहरूको जोडी छुटेको हामी देख्न मान्दैनौँ। अब म तपाईँको बिचमा धर्मशास्त्र बाइबलबाट केही खण्ड तपाईँको बिचमा पस्किन चाहेँ। तपाईँको बिचमा म 3वटा कुराको परिचर्चा गर्छु, 3वटा। अब विवाह अघि नै मैले भने होइन, एकचोटि मात्रै हुने कुराहरू सुरुमा नै हामीले वचनको घोषणामा हामीले सुनिसकेका छौँ। त्यसले गर्दाखेरि विवाह चाहिँ तपाईँ र मेरो निम्ति के हो, विवाह किन हामी गर्छ र विवाह चाहिँ के हो, दोस्रो पहिलो कुरा। र दोस्रो कुरा चाहिँ विवाह एक आत्मासँग, विवाह चाहिँ एक आत्मासँग सम्बन्ध गाँसिने असल वैवाहिक सम्बन्ध हो। तेस्रो चाहिँ पवित्र सम्बन्ध, तिनवटा कुरा, पवित्र सम्बन्ध राख्ने असल वैवाहिक सम्बन्ध विवाह हो। त्यसले गर्दाखेरि तल उत्पत्तिको पुस्तकमा हामी मैले खण्ड पढ्छौँ, त्यसपछि 3वटा कुराको परिचर्चा हजुरहरूको बिचमा गर्नेछु। यहाँ लेखिएको छ उत्पत्ति 2:18-21 भनेको छ, फेरि परमप्रभुले भन्नुभयो मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु। यसै कारण परमप्रभु परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो र तिनी निधाएको बेलामा तिनको परमहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनु भयो र जुन परम परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट स्त्री बनाउनु भयो, स्त्री बनाएर मानिसका ल्याउनु भयो र मानिसले भने यो त मेरो हाडको हाड है, यो त मेरो हाडको हाड हो, मासुको मासु हो, तिमीलाई स्त्री भनिन्छ, स्त्री भनिन्छ। किनभने तिनी पुरुषबाट निकालिएको कारणले, यसकारण मानिसले आफ्नो आमा बाबुबाट अलग रहेर उनीहरू दुई होइन एक भएर जिउने गर्छन्, एउटै शरीरमा। अघि नै मैले भने भाइ र बहिनी अलग अलग हुनुहुन्थ्यो हिजोसम्म होइन, तर अहिले अब उहाँहरू चाहिँ अब भाइको दुःख बहिनीले, बहिनीको दुःख भाइले उठाउने एउटा बाचा बन्धनमा आफ्नो भनौँ न प्रेम प्रस्तावलाई स्वीकार गरेर एउटा वैवाहिक सम्बन्धमा गाँसिनको लागि यो विशेष फलो उहाँले यो सम्बन्ध गाँस्ने फलो बनाउनुहुन्छ। त्यसले गर्दाखेरि विवाह चाहिँ परमेश्वरलाई के गर्नुभएको छ त सुरु गर्नुभएको छ, किनकि परमेश्वरले दिनुभएको अति बहुमूल्य विधि हो। किनकि उहाँले सृष्टिमा नै के गर्नुभयो त दुईलाई बनाउनु भयो। परमप्रभुले भन्नुभयो कि मानिस चाहिँ अब एक्लो रहन असल छैन, उहाँले सृष्टि गर्नुभएको सबै चिज जोडी जोडी बने भाले कुकुर
होइन वनस्पतिमा स्त्रीलिङ्ग पूर्णिमा हरेक कुराहरू परमेश्वरले त्यो छर्किदिनु भयो आज होइन हरेक हाम्रो पृथ्वीमा विभिन्न प्रकारको फलहरू बन्छ कुनै फल नफल्ने हुन्छ हर प्रकारको किरणमा चाहिँ त जोडी परमेश्वरले सृष्टि गर्नुभएको कारणले आज सृष्टिको सुन्दरता परमेश्वरको उपस्थितिमा मानिसलाई राख्नु अब हामी विशेष भागमा छौँ जुन परमेश्वरले सृष्टिभन्दा अगाडि बनाउनु र चिन्नुभएको जोडीको करार बाँध्ने क्रममा आउँदै हुनुहुन्छ हाम्रो अग्रज पास्टर रेभरेन्ड केशवबहादुर सिन्हाजी। उहाँ आउँदै गर्दा हामी जोरदार तालीले फेरि पनि हुन्छ यो समयहरू माइक्रोफोनहरू उहाँ हस्तान्तरण गर्दैछन्। फेरि पनि परमेश्वरलाई धन्यवाद। सम्पूर्णलाई जय मसी। अब विवाहको मुख्य भागमा आएको छौँ। अनि हाम्रो बुढा विमल भाइलाई हाम्रो परमेश्वरले एउटा सुयोग्य जोडी देखाउनु भयो है। तालीबाट स्वागत गरौँ। हाम्रो जेसिका बहिनी दिल्लीलाई पनि एउटा सुयोग्य जोडी पनि प्रदान गर्नुभएको छ। तालीबाट स्वागत गरौँ। अब उहाँ आउनुभएको छ श्रेष्ठ पुस्तकबाट हाम्रो जेसिका बहिनी आउनुभएको छ श्रेष्ठ पुस्तकबाट। उहाँको विचार फरक होला हिजो छ है। तरै पनि परमेश्वरको पुण्य गर्दाखेरि उहाँले होइन यो वैवाहिक जीवनको निम्ति एउटै रसको एउटा विकासको निम्ति एउटै महत्त्वको ल्याउनुभएको छ। र यो करार बन्नुभन्दा अगाडि यो करारको सम्बन्धमा अलिकति यो विवाहको जग भनेको परमेश्वर परमेश्वरको वचन बाइबल विवाहको छ। र यो विवाहको महत्त्व भनेको एकदमै मिल्दो साथी अनन्तसम्म रहने साथी हो। विवाहको महत्त्व भनेको अनन्तसम्म सहायताको अपेक्षा गर्ने करार है। यो करारको अर्थ एउटा हो, करारको अर्थ एउटा हो शक्ति, र करारको अर्थ एउटा हो सुरक्षा है। र हाम्रो बुढा विमल श्रेष्ठ, हाम्रो बुढा जेसिका सुब्बा उनी वैवाहिक जीवन चाहिँ अब यो क्रिस्टको जगमा बसाइएको हुनुपर्छ र उहाँको वैवाहिक जीवन परमेश्वरको वचन आधारित जीवन हुनुपर्छ र उहाँको वैवाहिक जीवन परमेश्वरको वचन र सत्यतामा आधारित जीवनको हुनुपर्नेछ है। र यो जग चट्टानको जग हो, यो कहिले पनि फर्किने छैन। परमेश्वरको वचनको शक्तिले फर्किराखेको हुन्छ। र शक्ति उहाँको उहाँहरूको वैवाहिक जीवन जिउँदाखेरिमा अनि वैवाहिक जीवन जिउँदै गर्दाखेरिमा कति शैतानले आफ्नो मन बदमुस्किँदै जाला, परिस्थिति जाला, त्यो जानु नदिनुको निम्ति यो करारको शक्ति हो। हालेलुया। यो करारको शक्ति हो। र यदातता शैतानले प्रलोभन पारेर दायाँ बायाँ लगाउने बेलामा यो करारको सुरक्षाले बाँधिराख्नेछ। हालेलुया। यो सुरक्षा कहिले पनि छुटिने छैन। र यो करार हामी क्रिस्चियनहरूको पवित्र उपायमा चर्चमा करार बाँधेर बिहा गरिन्छ भन्छन्। करारको अर्थ यही हो है। अब धेरै कुरा अघि वचनबाट पनि हामीले सिकेका छौँ, सुनेका छौँ, हाम्रो भाइ बहिनीले सुन्नुभएको छ। र अब म ढिलो नगरिकन विवाहको कार्यक्रम अगाडि बढाउँछु। अब सर्वप्रथम चाहिँ हाम्रो बुढाजी जेसिकाको अभिभावक हुनुहुन्छ, अगाडि आउनुहोस्। बाबु आमा हुनुहुन्छ, उहाँले म एउटा प्रश्न सोध्दैछु।
उत्तर दिनुपर्छ होइन तपाईँ बुवा है त बडी हुनुहुन्छ होइन बडी हुनुहुन्छ है यी मानिससँग विवाह गर्नको लागि स्त्रीलाई दिने व्यक्ति को हुनुहुन्छ सबैलाई जय मसीह। विवाह दिने को हुनुहुन्छ तपाईँ सर्वप्रथम परमेश्वर पिता हुनुहुन्छ। पिता बुवा भए पनि परमेश्वर पिता पिता हुनुहुन्छ र बुढाइको बाबुले उत्तर दिनेछन् यिनकी आमा र म अथवा यिनकी बाबु र बजु होइन अनि नि त अब यसको अर्थ उहाँले यो हाम्रो बुढा श्रेष्ठलाई उहाँको छोरी जेसिका सुन्दरलाई विवाह गरिदिने मजबुर गरिसक्नु भएको छ। ताली बजाऊ। अब यो समूहलाई एउटा प्रश्न है यो परमेश्वरको वचन आधारित पवित्र विवाह गर्नुको निम्ति कुनै त्यस्तो अपवित्र कुरा छ भने तपाईँहरूले 1 सेकेन्डमा उत्तर दिनुपर्छ। त्यस्तो छ भने यो विवाह हुन सक्दैन। हुन्छ होइन छ है र अब यो समयले बुढा विमल श्रेष्ठ र बुढाई जेसिका सुन्दरलाई पवित्र बाइबल थाल्नु शास्त्रबाट करार बाँधेर विवाह गरिदिनु तपाईँहरूले सहमति दिनुभएको छ र तपाईँहरू सबैजना साथी हुनुहुन्छ है। हालेलुया। तपाईँ साथी हुनुहुन्छ। हुन्छ अब म हाम्रो बुढा विमल कुमार श्रेष्ठज्यूलाई म सम्बोधन गर्न गइराखेको छु। धेरै सुनिनु है बुढा विमल श्रेष्ठ तपाईँले आफूमाथि पवित्र अटोट पवित्र शपथ ग्रहण र अनन्त जिम्मेवारी लिन लाग्नु भएको छ। हालेलुया। तपाईँले छान्नुभएको स्त्री अब तपाईँको जीवनकी अर्धङ्गिनी तपाईँको सम्पत्तिको साझे हकदार तपाईँको घरकी रानी बन्न लागेकी छन्। हालेलुया। तपाईँको निम्ति भएको तिनको प्रेम प्रदर्शन तिनले यसरी गरेकी छिन्। तपाईँसँग जीवनका आनन्द र दुःखहरू बाँड्नका लागि तिनले आफ्ना माइतीका माया र साथी सङ्गीहरूको मित्रतालाई पर सारेकी छन्। अब तिनी तपाईँसँगै रहिनेछन् र तपाईँको निम्ति नै तिनी जिउनेछन्। हालेलुया। हालेलुया। अब हाम्रो बुढाली जेसिका सुन्दरलाई म सम्बोधन गर्नेछु। बुढाली जेसिका सुन्दर तपाईँले पनि गहन जिम्मेवारी वहन गर्नेछ जसले तपाईँसँग विवाह गर्न लागेको छ र उनले कष्टको समयमा तपाईँको सान्त्वनाको अपेक्षा गर्नेछन्। तपाईँको मुस्कान उहाँको निम्ति चम्किलो दिन हुनुपर्नेछ। तपाईँको स्वर उनको अति स्वादिष्ट सङ्गीत तपाईँको परिश्रम र उनको सबैभन्दा ठुलो सम्पत्ति तपाईँको जागिर र उनको कार्यदर्पण तपाईँको ओठहरू उनका विश्वसनीय सल्लाहकार र तपाईँको प्रार्थनाहरू स्वर्गको न्यायालयमा उनका अति सक्षम वकिल हुनेछन्। हालेलुया। है र हाम्रो बुढा विमल श्रेष्ठ हाम्रो बुढाई जेसिका सुन्दरलाई मैले सम्बोधन गरिसकेको छु। उनीहरूले आमेन भनिसक्नु भएको छ र अब म शपथ ग्रहणको कार्यक्रमलाई अगाडि बढाउँछु अथवा करारको कार्यक्रमलाई अगाडि बढाउनेछु। अब उहाँलाई हाम्रो बुढा विमल श्रेष्ठज्यूलाई म प्रश्न गर्नेछु र उहाँले उत्तर दिनेछन्। बुढा
दाजु तपाईँले दुलहीलाई सम्बन्धलाई सेवाले प्रश्न गर्नेछन् यस स्टेन विभागका सौभाग्य र जिम्मेवारीहरूलाई पूर्ण रूपमा बुझ्नु भएपछि विवाहको पवित्र जीवनमा एकसाथ जिउनको लागि के तपाईँ यी स्त्रीलाई आफ्नी विवाहित पत्नी हुनको लागि लिन तयार हुनुहुन्छ? के तपाईँले यिनलाई प्रेम गर्नुहुनेछ, सान्त्वना दिनुहुनेछ, आदर गर्नुहुनेछ, रोग र स्वास्थ्यमा हेरचाह गर्नुहुनेछ? हालेलुया। सबैलाई तपाईँ दुवै बाँचुन्जेलसम्म यिनको मात्र हेरचाह गर्नुहुनेछ? हालेलुया। यो करार यो चाहिँ जिन्दगी भरि यो वचन बिर्सनु हुँदैन है। व्यापारमा जाँदा काममा जाँदा चाहिँ अब होइन जस्तो जिज्ञासा आयो भने मैले चाहिँ यस्तो करार मागेको छु है भनेर सम्झिने अनि कुरा विगतमा तपाईँ आफ्नी दुलहीको नाममा मेरी विवाहिती पत्नी हुनको लागि लिन्छु। यस दिनदेखि उसो असलको निम्ति खराबको निम्ति धनमा गरिबीमा रोगमा स्वास्थ्यमा आफूसँग राख्नेछु र हेरचाह गर्नेछु। मृत्युले नछुटाएसम्म प्रेम गर्नेछु। प्रसन्न हुनेछु र त्यस बेलामा म तिमीलाई मेरो प्रेमीको प्रतिज्ञा दिन्छु। परमेश्वरको पवित्र विधि अनुसार यो गर्नेछु। हालेलुया। उहाँले भाषा बाँड्नु भएको छ। जोलानी जेसिका सुनार यस स्टेन विभागका सौभाग्य र जिम्मेवारीलाई पूर्ण रूपमा बुझ्नु भएपछि विवाहको पवित्र जीवनमा एकसाथ जिउनको लागि के तपाईँ यी मानिसलाई आफ्ना विवाहित पति हुनको लागि लिन तयार हुनुहुन्छ? के तपाईँले यिनलाई प्रेम गर्नुहुनेछ, सान्त्वना दिनुहुनेछ, आदर गर्नुहुनेछ, रोग र स्वास्थ्यमा हेरचाह गर्नुहुनेछ? अरू सबैलाई त्यागी तपाईँहरू दुवै बाँचुन्जेलसम्म तिनको मात्र हेरविचार गर्नुहुनेछ? हालेलुया। उहाँले जवाब सक्नुभएको छ र म फेरि भन्नेछु, उहाँले मेरो पछि भन्नेछ। म दुलही जेसिका सुनवार तपाईँ दुलहाको नाममा मेरो विवाहिती पति हुनको लागि लिन्छु। यस दिनदेखि उसो असलको निम्ति खराबको निम्ति धनमा गरिबीमा रोगमा स्वास्थ्यमा आफूसँग राख्नेछु र हेरचाह गर्नेछु। मृत्युले नछुटाएसम्म प्रेम गर्नेछु। प्रसन्न हुनेछु। त्यस बेलासम्म म तपाईँलाई मेरो प्रेमको प्रतिज्ञा दिन्छु। परमेश्वरको पवित्र विधि अनुसार यसो गर्नेछु। हालेलुया। र उहाँहरूले परमेश्वरको साक्षी राखेर है उहाँले दुईजनाले यो वैवाहिक दम्पति जीवन जिउनुको लागि अनि पवित्र बाइबल धर्मशास्त्र
भएको छ है र यो करार कहिले पनि भुल्नु होइन, कहिले पनि बिर्सिनु हुँदैन है। यो करारले वैवाहिक जीवनलाई एकदमै महत्त्वपूर्ण बनाउनेछ है। अब यो करारको कार्यक्रम सम्पन्न भएको छ। अब हामी जानेछौँ उपहार चिनो साटासाट गर्न हामी जानेछौँ है। हाम्रो बुढा भाइ र बुढी बहिनीको यो वैवाहिक प्रेम कहिल्यै पनि नटुटोस् भनेर अघि हामीले करार बाँधेका छौँ। र अहिले चाहिँ यो भौतिक कुरा है, यहाँ एउटा सुनको औँठी छ है र एउटा घडी छ है। यो करार चिनो है र यो सुनको औँठी प्रयोग गरेको जसरी यो औँठी सुनको औँठी बनाउँदाखेरिमा होइन यो जोडिन्छ र यसको जोड्ने हामी देख्दैनौँ होइन, कहाँनिर जोडिएको छ यहाँ देख्दैनौँ। अनि यो औँठी सुनको औँठी जोडे जस्तै हाम्रो बुढा हामी विमल श्रेष्ठ र हाम्रो बुढाई ऋषिका सुमा अहिले वैवाहिक जीवनको निम्ति अनि यो चिनो ससाना गर्नेछौँ र यो औँठीको ध्वनि नदेखे जस्तै उनीहरूको प्रेम सदा सर्वदा रहनेछ। हामीले कहिले पनि छुट्नु छैन है भनेर हामी यो औँठी चिनो साट्ने काम गर्नेछौँ है त। र अब यो चिनोको साट्नुको लागि हामी यसै मण्डली हाम्रो मण्डली अब तपाईँ परमेश्वरले जुटाउनेको जोडीमा यो उपहार साटासाटको क्रममा तपाईँ परमेश्वरका साथमा हुनुभएको परमेश्वरले अगुवाई गरेर यो उपहार साट्दै गर्दा तपाईँको महिमाले ढाक्नुहोस् भनी म प्रार्थना गर्छु। धन्यवाद तपाईँ परमेश्वरले तिनसिता डोरीले बाँधिएको जोडी प्रभु तपाईँ परमेश्वरमा अनन्तसम्म र तपाईँको महिमा गर्नलाई यो उपहार साटासाटको क्रममा तपाईँको आशिष अनि अनुग्रह रहेको होस् भन्दै माग्छु। आशिष अनि बिन्ती प्रार्थना पिता पुत्र पवित्र आत्मा तपाईँ तिनजना परमेश्वर प्रभु श्री ख्रीष्टको उच्च अनि पवित्र मिठो नाम बुढा सबैमा अगाडि बढाउँदैछ। यस चिन्हको साथ म तिमीलाई विवाह गर्छु र मेरो सबै संसारिक सम्पत्ति तिमीलाई दिन्छु पिता पुत्र पवित्र आत्माको नाउँमा आमेन। हुन्छ यो औँठी अनि गुरुको सही अवलम्बन लगाउनु मन आँटिँदैछ तिमीसँग साट्न प्रेमको चिनो हृदयको ढुकढुकी त्यसै बढ्दैछ रोकुमा कसरी हजार दिनको पर्खाइ तपाईँलाई पिता पुत्र र पवित्र आत्माको नाउँमा आमेन। समय ठाउँ साट्नेछौँ है।
र रुफा तथा बुढीको कमाहरू बुढी गुलाको धन्यवाद है मेरो सन ताली बजाउँ हामी मैले पनि सर्नु अब एउटा काम गर्नुपर्छ हात जोड्नु पऱ्यो है अब म दायाँ हात र सम्बन्धका लागि ढुङ्गाबुढो मेला आज्ञा दिइसकेको छु र म भन्न गइराखेको छु अब मलाई तपाईँका हृदय बोल्न दिनुहोस् तपाईँहरूले आफ्नो विवाहित जीवनमा आनन्दको आशा राख्नुहुँदा आजसँग गरिएका यी शपथ वाचा हाम्रो सच्चा हुनुहोस् भनी म तपाईँ दुवैलाई आज्ञा गर्दछु यस दिनदेखि आफ्नो विवाहमा बहन जिम्मेवारीहरूसित तपाईँहरूले नयाँ जीवन सुरु गर्नुहोस् दुलहा जीवन श्रेष्ठ तपाईँकी दुलहीलाई सुरक्षा गर्नुहोस् जसले आफूलाई अहिले तपाईँको हेरचाहमा सुनिश्चित र प्रभुमा जिउने कोसिस गर्नुहुँदा तपाईँको कुनै पनि शब्द वा कामले तिनको आँखी भाउलाई दुःखले नछोड्नुहोस् र तिनका आँखाहरू आँसुले धमिला नपारिदिनुहोस् जेसिका सुरुवात तपाईँको अनुरोधद्वारा तपाईँले जित्नु भएको हृदयलाई तपाईँका पवित्र गुणद्वारा कायम गरिराखेको जिम्मेवारी तपाईँको हो अनि तपाईँ अरू दुवैलाई म भन्न चाहन्छु तपाईँहरूको स्वरहरूले प्रेमका कोमल ध्वनिहरूलाई नगुमाऊ न त तपाईँहरूका आँखाले कोमल ज्योतिलाई बिर्सु जसद्वारा तिनीहरू अचम्मका तिनीहरू चम्किएका छन् अनि सबैभन्दा महान चाहिँ सबै समयहरूमा सबै थोकहरूमा माथि परमेश्वरको उपस्थिति सिंहासनमा रहिरहोस् हुन्छ हामी हात जोड्नेछौँ हुन्छ आफ्नो अब हामी विवाहको अन्तिम कार्यक्रममा आउँदैछौँ अब हामी प्रार्थना गर्नेछौँ है सबैजनाले प्रार्थना गर्नुहोस् होइन दाजुभाइ जतिले टोपी खोल्नुहोस् दिदीबहिनीले सिट हाल्नुहोस् र तपाईँ आउनुभएको यो उद्देश्य भनेको यही हो महत्त्वपूर्ण हाम्रो दुलहा जीवन श्रेष्ठ हाम्रो दुलही जेसिका सुन्दास वैवाहिक जीवन दिनु हुन्छ हामी सबैजना प्रार्थना गरौँ है त अब यो प्रार्थना अन्तिम गरेपछि भुटो गरिन्छ है सबैजनाले प्रार्थना गर्नु म अन्तिममा हामी गर्छु है त 1 मिनेट प्रार्थना गर्नु ल है 1 मिनेट हालेलुया अनि दुलहाले पनि प्रार्थना गर्नु है प्रार्थना गर्नुहोस् आशिष राखिदिनुहोस् आशिष वैवाहिक जीवन अविनाशी होस् भनेर प्रार्थना गरिदिनुहोस् वैवाहिक जीवनमा कोनो सफल होस् उन्नति होस् प्रगति होस् उहाँहरूको आशिष प्रगति
स्वर्गका सिंहासनमा विराजमान हुने परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आज अनन्त परमेश्वर, सम्पूर्ण मानव जातिका सृष्टिकर्ता र पालनकर्ता, सबै आत्मिक अनुरोधका दाता, अनन्त जीवनका कर्ता, यी तपाईँका दास दासीहरू, यी मानिसले स्त्रीमाथि तपाईँको आशिष पठाउनुहोस् भनिकन बिन्ती अनि प्रार्थना गर्दछौँ। जसरी यी सब र रेबिकाको विश्वास व्यक्त भई एकैसाथ दिए, त्यसै गरी यी व्यक्तिहरूले आफ्ना बिचमा रहेका शपथ वाचा र करालाई कायम राख्न पुरा शक्ति दिनुहोस्। त्यसरी यो लिएको चिन्ह, औँठी, प्रेम र प्रतिज्ञा चिन्ह बनोस् र सिद्ध प्रेम र शान्तिमा सधैँभरि रहून्। तपाईँको वचनअनुसार जिउन सकुन्, येशू ख्रीष्टको नाममा, आमेन। हालेलुया। अब हामी त्यो भिडियो खोल्न गइराखेका छौँ है। यो भिडियो खोल्दाखेरिमा तपाईँले ताली बजाइदिनुहोस् र हाम्रो दुलहा भाइले हाम्रो दुलही जेसिका बहिनीलाई भिडियो समय आएको छ र उहाँले खोल्दै गर्दा तपाईँ सबैले ताली बजाइदिनुहोस्। बाँच्छु या मरु म तिम्रै हुँ, तिम्रै हुँ। सारा संसारमा छ पाए तिमीलाई आज, तिम्रै हुँ, तिम्रै हुँ। तिमीलाई भेटाइदिनु भो मलाई माया।
सम्झना सिउनिरहने छ। हे परमप्रभु पिता, तपाईँको महिमा कति आशा छ र आज हामीलाई तपाईँको जुन परमेश्वर पिता हामीलाई साँच्चै नै यिर्मयाहको पुस्तकमा छोरा बुहारी हामी प्रभु तपाईँको परिवार हामी यसरी नै परमेश्वर पिता आदम र हव्वालाई साथ जोड्नु भएको थियो र आज फेरि पनि प्रभु तपाईँले आफ्नो पुत्र पठाएर जीवन दिनुभएको छ र यो जीवन दिनुभएकोमा तपाईँलाई धन्यवाद दिन चाहन्छु। र आजको विमल भाइ अनि जसीका नातिनीलाई प्रभु आज यसरी एक साथ जोड्नुको लागि र उहाँको इष्टमित्र सबैजना उहाँको प्रभु जब हामी सबैजना उहाँको कारणले हामी भेला भएका छौँ र जतिजना हामी भेला भएका छौँ प्रभु तपाईँले हामीलाई आशिष दिनुभएको छ र हरेक परमेश्वर पिता तपाईँले ल्याउनु सफलता साथ ल्याउनु भएको छ। अनि प्रभु मण्डलीको परिवार सबै भेला भएर परमेश्वरको विवाहित सम्बन्धी पुरा गाउँ सिसाइएको छ र यो समयमा प्रभु तपाईँले सधैँ प्रभु मृत्युसम्म नछुटाएसम्म प्रभु कसैले छुटाउन नसकोस्। उनको जीवनमा श्रीमतीमा एक समय भएर परमप्रभुको प्रेममा सधैँ गरिरहन सक्नु प्रभु तपाईँको इच्छाहरू छ। आज मैले पाएँ जीवनको खुसी ईश्वरबाट तिमीलाई मेरो यो जीवनमा उपहारको रूपमा दिनु भयो तिमीलाई। अब जिउने छु यो जीवन तिमीसँग, तिम्रो सहयोगी बनी हिँड्नेछु तिमीसँग। अब जिउने छु यो जीवन तिमीसँग, तिम्रो सहयोगी बनी हिँड्नेछु तिमीसँग। जीवनको गोरेटो उकाली ओह्राली सधैँ तिम्रो साथमा हिँड्नेछु। आज यो जीवनमा खुसीको रङ्ग छायो, यो मुटुले छुट्टै आनन्द पायो। आज यो जीवनमा खुसीको रङ्ग छायो, यो मुटुले छुट्टै आनन्द पायो। खुसीका दिनहरू तिमीसँगै काट्नु छ, दुःखका दिन पनि तिमीसँगै बाँच्नु छ। दुःखका दिन पनि तिमीसँगै बाँच्नु छ। गर्नलाई तिमीलाई जुटाइदिनु भो
मलाई जीवन बाँड्नलाई म हाँसु या रोऊँ म बाँचु या मरौँ म तिम्रै हो तिम्रै हो गरिरहन्छु तिम्रो वास्ता गरिरहन्छु तिमी प्रतिका मेरा ती बाछाहरू म पुरा गर्नेछु तिमीलाई साथ दिइरहन्छु आफूलाई झै प्रेम गरिरहन्छु मृत्युले नै अलग नगरेसम्म तिमीसँगै हिँड्नेछु ईश्वरलाई हृदयदेखि धन्यवाद जो दिनुभयो तिमी मलाई स्वर्गमा नै रचिएको योजना तिमी र मलाई एकसाथ जोड्न जीवनको हरेक सुख दुःखमा निभाउनेछु तिम्रो साथ माफ गरिदेऊ मलाई मसित त छैन तिमीले चाहे जस्तो सबै गर्न सक्दिन तर तिमीलाई नै गर्छु असाध्यै माया म हाँसु या रोऊँ म बाँचु या मरौँ म तिम्रै हो तिम्रै हो आज मैले पाएँ जीवनको खुसी ईश्वरबाट तिमीलाई मेरो यो जीवनमा उपहारको रूपमा दिनु भयो तिमीलाई जिउने छु यो जीवन तिमीसँग तिम्रो सहयोगी बनी हिँड्नेछु तिमीसँग अब जिउने छु यो जीवन तिमीसँग तिम्रो सहयोगी बनी हिँड्नेछु तिमीसँग जीवनको गोरेटो उकाली ओह्राली सधैँ तिम्रो साथमा हिँड्नेछु आज यो जीवनमा खुसीको रङ्ग छायो यो मुटुले छुट्टै आनन्द पायो
आज यो जीवनमा खुसीको रङ्ग छायो यो मुटुले छुट्टै आनन्द पायो खुसीका दिनहरू तिमीसँगै काट्नु छ दुःखका दिन पनि तिमीसँगै बाँच्नु छ तिमीसँगै काट्नु छ दुःखका दिन